Guys, welcome back to my channel after a long time. And आज म र पासँग हामी काम सबैले उगिङ क्याफेमा एकदिन घुम्न आएको अनि के भयो तसमा हामीले भित्र बस्नु मन थियो तर भित्र चाहिँ मान्छे रहेछ त्यही भएर हामी बाहिर बसिरहेको छौँ मेरो साथी पासौँ अनि हामीले यता कुकिजहरू अनि चिकन प्याटिस चिकन होइन चिज प्याटिस अनि सिनामन रोलहरू खाएर छौँ अनि यो भिडियोको कन्टेन्ट चाहिँ के हुन्छ भन्दाखेरि वाट वी एट एट उगिङ क्याफे यसो हुन्छ अनि हामीले गएको यो मेरो पछाडि त प्रवीण आहा रे मेरो पछाडि त पेप्सी पो छ कसले हेरौँ हामी चाहिँ कामबाट सकेर आएको कस्तो फोहोरी देखेर चाहिँ प्लिज एक्सक्युज मी हामीलाई कस्तो फोहोरी देखिरहेको छ भनेको केही कस्तो छ यो मसला चिज चिनी छैन चिनी यहाँ साइडमा छ त हामीले चाहिँ उगिङ क्याफेमा के खायो भन्दाखेरि एउटा मसला टी यसमा हामीले सुगर हालेको छैन रहेछ त्यो सुगर यसले सुगर धेरै खाँदैन त्यही भएर नहालेको मिठो हुन्छ होला अनि एउटा चाहिँ यो सिनामन रोल यो चाहिँ अलिक साह्रो छ यो चाहिँ अलिक साह्रो छ त्यस्तो पुरानो त होइन होला तर पनि अलिक साह्रो छ यो जी क्याफेको भन्दा होइन अनि मिठो छ अनि अर्को हामीले के अर्डर गरेको थियौँ यो चिज प्याटिस चाहिँ मैले खाएकै थिइनँ अहिलेसम्म अनि म उगिङ क्याफेमा आएर ट्राइङ दिस चिज प्याटिस फर द फर्स्ट टाइम अनि मिठो लाग्यो रहेछ अनि अर्को चाहिँ हामीले के अर्डर गऱ्यो भन्दाखेरि यो चोको कुकिज अनि यसमा चाहिँ यो चाहिँ मलाई मिठो लाग्यो अघि त बच्चाले खाने चिज भन्दै पुरा नाम लेखेर न अरे सुन्छ मेरो त्यही भन्यो choco cookies inside there is chocolate filled मिठो छ अनि अर्को चाहिँ we ordered यो the butterfly cookies यसको चाहिँ यसको टेस्ट कस्तो लाग्यो टेस्ट जस्तै होला ठिकै छ तर मिठो रहेछ अनि यो चाहिँ उताको हो मैले
अबे चोरेर ल्याएको नभन चोरेर ल्याएको भन्दै मलाई 10 वर्ष जेल होला नि फेरि त्यो चाहिँ मैले हाम्रै क्याफेबाट ल्याएको ए हाम्रो एउटा सिन रामेन बाँकी छ अनि तिम्रो सिन रामेन बाँकी छैन मैले त जति धेरै नखाने सोचेको थिएँ म मोटाउँछु भनेर किन मोटाउनु दिँदैन यो के हो मे द फ्लावर रिमाइन्ड्स अस मैले आज एकबाट चटपटे खाएको त फाइदा पनि भएन चटपटे पेट भर्ने भयो त पढाइको नाममा मान्छेलाई बेचिदिन्छ यो मान्छेले अनि अरू के भन्नु छ अरू केही पनि भन्नु छैन त्यति हो मेरो पेट चाहिँ लास्टै दुख्यो ओ अब आजदेखि म एकदम बोलेर भ्लग गर्नु ट्राई गर्छु कसम म कतिजना बोलेर भ्लग बनाउँ भनेको छ अब म आज यति बोल्छु यहाँबाट तिनचुली जानु बोल्छु म यहाँबाट म बौद्ध जानु यहाँबाट रामेटी जानु रामेटी छिटो पुग्छ होला हो रामेटीबाट टेम्पो बौद्ध यहीँ त हो नि कहाँ हो यहीँ मेन रोड निस्किनु परेन यहाँबाट गयो भने त्यो ठुलो घन्टी छ त त्यहाँ निस्किन्छ अनि त्यसपछि अनि त्यो हाम्रो रामेटी एकैछिनमा निस्किन्छ होइन त निस्किँदैन ल्या खुब निस्किन्छ रामेटी उत्पालाबाट माथि रामेटी होइन त अनि उत्पाला त माथि हो त अनि यहाँबाट गयो भने उता पुगिहाल्छ कुरा मिलेन हाम्रो इन्डिया गएर गइदिन्छ पुरा मिल्दैन मलाई तिमीलाई बससम्म छोडिदिन्छु नि त पर्दैन कि रामेटी जान्छु म बौद्धै जान्छु बौद्ध यहीँ रह नि किन जानु पर्यो कोरा भर्न त्यस्तो जाँगरीले भएको थियो एकदम जागर आजदेखि म एकदमै तपस्या गर्ने मन्त्र जप्ने तपस्या गर्ने हो कि म चाहिँ अबदेखि चाहिँ कहाँतिर गयो भने मलाई अलिक फ्रेस चिजहरू अलिकति के भन्छ त्यसलाई फ्याट कम भएको किनकि म धेरै मोटाउँदै गएको छु ओके ल बौद्ध आइपुगेन है मेरो आँखैकै छेउमा छ त नि मेरो ए साइला दाई हो हातमा गीत गाउँछ छ्या म त साइला जिउ भनेर भनिरहेको त्यो साइले जिउले चाहिँ तिमीलाई कसले गाजल दिन्छ खोइ अब गीतमै दे भनेर म के भने त अनि नाच्न जान्दैन आँगन टेढो ओ नाच्न नजाने नै आँगन टेढै छ पहिलादेखि अब गाइस अब चाहिँ हामी बौद्ध आइपुग्नु भयो बौद्ध अहिले यस्तो पनि भन्यो बौद्ध नदेखेको मान्छेहरू बौद्ध हेर्नु होला ल यदि तपाईँहरूले बौद्ध देख्नु भएको छैन भने आउनुहोस् म देखाइदिन्छु बौद्ध यी घरै पुऱ्याइदिने हुन्छ बरु घरै पुऱ्याइदिन्छु नि त ल बौद्ध ए यसरी एउटा फोटो खिच्नु पर्ने थियो आज भोलि त बौद्ध फर्केरै आउँदैन नि है आज मलाई कस्तो जोस आएर छ कि कस्तो एउटा एनर्जी आयो कि मलाई जोस जाँको चलेपछि यस्तै हो आज त म फेरेर सिरम 50 लाख जिताउनु रे दाइ के सेरम आयो त्यो कोजिक